अनलाइन गरेर त्यो गर्दैछ। तर एसटी र एससीलाई चाहिँ त्यो प्रकारको कुनै पनि अहिले प्रावधान आएको छैन र तपाईँहरूले अहिले त्यसमा आफ्नो टाउको नगर्नुपर्छ। र जब त्यो अर्डर आउँछ र बाकाइदा हामी हाम्रो अफिसबाट ग्राउन्ड टिचरलाई सूचित गरेको हुन्छौँ र ग्राउन्ड टिचरले तपाईँहरूलाई त्यो प्रकारको सूचना गरेपछि मात्रै तपाईँहरूले त्यो कुरा लिएर अगाडि बढ्नु सक्नुहुन्छ। र अहिले अब तपाईँलाई थाहै छ शिव खोला र खरसाङ बिडिओ अफिसमा कति डिस्टेन्स छ र त्यस्तो टाढो आएर त्यो कुरालाई मात्रै अगाडि बढाउनु अहिले त्यस्तो प्रकारको सरकारबाट कुनै पनि त्यो प्रकारको प्रावधानहरू आएको छैन र यो चाहिँ तपाईँलाई जानकारी गराउन चाहन्छु। र मैले भने जस्तै हाम्रो यो अवेरनेस क्याम्प जुन चाहिँ छ यो चाहिँ खास गरी चाहिँ जनजातिको लागि हो, एसटीको लागि हो र एसटीको लागि कुनै पनि समस्याहरू विषयहरू तपाईँहरूमाझ छ भनेदेखिको हुनसक्छ अहिलेसम्म त हामीलाई यो मात्रै जानकारी गराएको छ कि तपाईँलाई ट्राभल सर्टिफिकेट भयो ओल्ड एज पेन्सनको विषयमा तपाईँहरूलाई केही आउँदैछ भनेदेखिको अनलाइन गरेर त्यो गर्दैछ। तर एसटी र एससीलाई चाहिँ त्यो प्रकारको कुनै पनि अहिले प्रावधान आएको छैन र तपाईँहरूले अहिले त्यसमा आफ्नो टाउको नगर्नुपर्छ। र जब त्यो अर्डर आउँछ र बाकाइदा हामी हाम्रो अफिसबाट ग्राउन्ड टिचरलाई सूचित गरेको हुन्छौँ र ग्राउन्ड टिचरले तपाईँहरूलाई त्यो प्रकारको सूचना गरेपछि मात्रै तपाईँहरूले त्यो कुरा लिएर अगाडि बढ्नु सक्नुहुन्छ। र अहिले अब तपाईँलाई थाहै छ शिव खोला र खरसाङ बिडिओ अफिसमा कति डिस्टेन्स छ र त्यस्तो टाढो आएर त्यो कुरालाई मात्रै अगाडि बढाउनु अहिले त्यस्तो प्रकारको सरकारबाट कुनै पनि त्यो प्रकारको प्रावधानहरू आएको छैन र यो चाहिँ तपाईँलाई जानकारी गराउन चाहन्छु। र मैले भने जस्तै हाम्रो यो अवेरनेस क्याम्प जुन चाहिँ छ यो चाहिँ खास गरी चाहिँ जनजातिको लागि हो, एसटीको लागि हो र एसटीको लागि कुनै पनि समस्याहरू विषयहरू तपाईँहरूमाझ छ भनेदेखिको हुनसक्छ अहिलेसम्म त हामीलाई यो मात्रै जानकारी गराएको छ कि तपाईँलाई ट्राभल सर्टिफिकेट भयो ओल्ड एज पेन्सनको विषयमा तपाईँहरूलाई केही आउँदैछ भनेदेखिको